दर्शकवृन्द यस्तो इमानदारी साहसी वाउ यिनीहरूलाई सल्युट छ भन्ने खाले कर्मचारीहरू टाइममा नेपालमा देखिरहन्छन्। यिनीहरूलाई त सल्युट गर्न मन छ। वाउ कस्तो राम्रो काम गर्नुहुन्छ। ल हेर्नुस् त कमिसनमा ट्रकका ट्रक तस्करी हुन्छ यिनीहरूले देख्दैनन्। कत्यौं सीमाका वनहरूमा विवादित भएर भारतीयहरूले रुख काटिरहेका हुन्छन्, वन अतिक्रमण गरिरहेका हुन्छन्, यिनीहरूले देख्दैनन्। वन अतिक्रमण गरेर जग्गा कमिसनमा सेटिङ खुवाएर किनबेच गरेको यिनीहरूले देख्दैनन्, किनकि त्यहाँ कमिसन आउँछ। बिचारा टेम्पू चालकहरू त्यही पनि टेम्पूको कमिसन अलरेडी तिरेकै हुन्छ र त्यसमा व्यवसाय गर्दाखेरि यिनीहरूलाई आँखा जल्छ। ल हेर्नुस् त कतिसम्म क्रूर यिनीहरूलाई यसरी धकेलेर फाल्न के नेपालको कानुनले देला र? ल हेर्नुस् त यिनीहरूको मन चाहिँ मान्नै पर्छ कि यिनीहरूको मनमा चाहिँ बहादुरीपन रहेछ। यिनीहरूलाई त सिमानामा गएर सिमाना अतिक्रमण गर्दाखेरि जसरी अस्ति एसएसपीहरूलाई नेपाली जनताहरूले लखेडे, त्यहाँ कर्मचारीहरू सशस्त्र प्रहरीहरू उनीहरू सुतेका छन्, देख्दैनन्, किनकि बाइचान्स गोली पनि हान्न सक्छन् नि होइन, डर हुन्छ तिनीहरूलाई। ल हेर्नुस् त यस्तो काम गर्नु अलि मानवताले त दिँदैन होला कसरी। ल हेर्नुस् त टेम्पो फालेको छ। यो घटना चाहिँ धनगढी वन डिभिजन कार्यालयका कर्मचारीहरूले कैलाली को गोदावरी नगरपालिकाको गाईमारे भन्ने ठाउँमा व्यावसायिक रूपमा सञ्चालन गर्न आएको अटोको हो।